नमस्ते सबैजनालाई म दीपक पाइजा मगर अनि आज चाहिँ म तपाईहरुले चाहिँ बाइक कसरी सजिलै 10 मिनेटमा चलाउन सिक्ने भनेर सिकाउन जाँदैछु। अनि आजको भिडियो चाहिँ एकदम नर्मल हुनेछ। यदि तपाईहरु चाहिँ यदि बाइक चलाउन डराउनुहुन्छ भने चाहिँ यो भिडियो पुरा हेर्नु होला। अनि यो भिडियोमा चाहिँ म तपाईहरुलाई देखाउने छु बाइक चाहिँ 10 मिनेटमा कसरी चलाउने भनेर है त। ल तपाईहरुले चाहिँ सबैभन्दा पहिला चाहिँ बाइक चलाउनु भन्दा अगाडि चाहिँ बाइक चलाउन सिक्न भन्दा अगाडि अथवा बाइक चलाउन भन्दा अगाडि चाहिँ तपाईहरुको लागि चाहिँ हेलमेट चाहिँ एकदम कम्पल्सरी हुनेछ हैन। पहिला चाहिँ सबभन्दा पहिला चाहिँ हेलमेट लगाउनु होला। अनि हेलमेट लगाइसकेपछि बल्ल हाम्रो भिडियो सुरु हुन्छ है त। तपाईहरु चाहिँ बाइक सिक्न भन्दा अगाडि चाहिँ तपाईहरु चाहिँ के गर्नुपर्छ भन्दा सबभन्दा पहिला चाहिँ चाबी अन गर्नुपर्छ है त। अनि चाबी अन गरिसकेपछि तपाईहरुले बुझ्नुपर्ने भनेको चाहिँ राइटमा है त। राइट साइडमा तपाईहरुको के हुन्छ भन्दाखेरि इन्जिन किल स्विच हुन्छ एउटा, अनि सेल्फ भयो, अनि फेरि अगाडिको ब्रेक है त। अगाडिको ब्रेक तपाईको राइटतिर के हुन्छ भने चाहिँ तपाईहरु लेफ्टतिर चाहिँ के हुन्छ भन्दाखेरि तपाईहरुको पास लाइट हुन्छ, अनि फेरि तपाईको हाई बिम लो बिम, अनि साइड इन्डिकेटर हुन्छ, अनि फेरि हर्न हुन्छ है त। तपाईहरुको हर्न हुन्छ, अनि तपाईहरुको क्लच हुन्छ है त। लेफ्टतिर क्लच हुन्छ भनेपछि तपाईहरुको राइट साइडको तलपट्टि चाहिँ पछाडिको ब्याक ब्रेक हुन्छ भनेपछि तपाईहरुको लेफ्ट साइडतिर चाहिँ तपाईहरुको गियर हुन्छ है त। गियरको सिस्टम कस्तो हुन्छ भन्दाखेरि तपाईको 1 डाउन गर्यो भने 1 गियरमा जान्छ, अनि फेरि अप गर्यो भने 2 3 4 5 6 हुँदै जान्छ है त। अनि फेरि तपाईको 1 र 2 को बीचमा फेरि हाफ मात्र उकालो बढाउनु भयो भने तपाईको चाहिँ न्युट्रलमा जान्छ है त। अब सबैभन्दा पहिला चाहिँ अब टक्क हामीले अब बाइकमा बसौँ, अनि चाबीलाई अन गर्नु, इग्निसन अन गर्नु, सेल्फलाई अन गर्नु, अनि क्लच फुल लिनु है। क्लच फुल लियो, अनि फेरि क्लच फुल लिइसकेपछि तपाईले इन्जिन किल स्विच अन गर्नुभयो, अनि फेरि तपाईले सेल्फ लिनु है त। सेल्फ लिइसकेपछि के गर्नु भन्दाखेरि तपाईहरुले क्लच बिस्तारै बिस्तारै छाड्न सिक्नु है। सबैभन्दा पहिला चाहिँ यसरी बिस्तारै बिस्तारै लैजान छाड्न सिक्नु है त पहिला, सबभन्दा पहिला अनि आफै हिँड्छ बाइक ध्यान सक्नुहुन्छ। एक्सिलेटर लिनु पर्दैन है। तपाईले मजाले क्लच हाफ क्लच छाड्दै गयो भने तपाईहरुको यसरी हिँड्न सुरु गर्छ है त। अनि फेरि के गर्नु भन्दाखेरि अब बल्ल हाफ क्लचमा हिँड्न सिक्नु भयो भनेपछि रेस चाहिँ धेरै नबटार्नु, हल्का हल्का है, हल्का हल्का गर्दै जानु। खुट्टा तल यस्तो यस्तो टेक्दै जानु हैन, खुट्टा टेक्दै जानु भयो भने चाहिँ तपाईहरुले अलिकति कन्फिडेन्ट आयो भने चाहिँ तपाईहरुले त्यही हाफ क्लचमै राखेर अनि फेरि एक्सिलेटर हल्का लिएर अनि फेरि खुट्टा बिस्तारै माथि सार्नु है त। खुट्टा बिस्तारै सारेर अनि यस्तो गर्दै अगाडि हेर्नु है। त्यसरी तल हेर्ने हो भने हुँदैन, अगाडि हेर्नु, अगाडि हेरेर आफू कता जाने हो त्यतै चलाउँदै जानु है त। बिस्तारै बिस्तारै चलाउनु। अनि फेरि रोक्ने बेला चाहिँ के गर्नुपर्छ भन्दाखेरि तपाईहरुले रोक्ने बेला चाहिँ क्लच फुल लियो, अनि फेरि एक्सिलेटर छाड्यो, अनि फेरि ब्रेक लगायो है त। पछाडिको ट्याक्क ब्रेक लगायो, अगाडिको फ्रन्ट ब्रेक लगायो है त। म तपाईहरुलाई फेरि देखाइदिन्छु। अब सेम अगाडिदेखिको जे भने त्यही फुल क्लच लिनु, एक्सिलेटर नबटार्नु हैन। ल मैले एक्सिलेटर हातमा पनि राख्दैन, हाफ क्लचमा है थोरै थोरै लग्यो। अब एकैचोटि झट्ट छाड्नु भने यसरी बन्द हुन्छ हैन। अब यसरी तपाईले झट्ट छाड्नु भने यस्तो हुन्छ है। डराउनु पर्दैन, तपाईको वात्त अगाडि जाँदैन। यो बटार्नु भएन भने चाहिँ यो क्लच वात्त छाड्यो नि केही फरक पर्दैन है। तपाईको झ्याप्प बन्द हुन्छ मात्र हेर्नु है। फेरि हेर्नु यस्तो गर्यो हैन। अब केही गरेको छैन हैन। मैले 1 गियरमा छ, गियरमा देख्न सक्नुहुन्छ 1 गियरमा छ, अनि मैले एक्सिलेटर लिएको छैन है। तपाईहरुले के गर्न सक्नुहुन्छ, एक्सिलेटर लिएको छैन। अब तपाईले यस्तो गर्नु भने त्यस्तो डराउनु पर्दैन, झट्का हान्छ तर डराउनु पर्दैन है। तपाईहरु मेन मान्छे धेरै जस्तो मान्छेहरु चाहिँ के गर्नुहुन्छ भन्दाखेरि यो झट्का हान्दै डराउनुहुन्छ है त। झट्का हान्दा डराउनु पर्दैन। गर्यो अनि फेरि क्लच चाहिँ बिस्तारै बिस्तारै छाड्नु पर्यो है त। तपाईहरु सिग्नल चाहिँ बिस्तारै बिस्तारै छाड्नु पर्यो है। थोरै छाड्यो, एकैचोटि नछाड्नु, थोरै छाड्यो भने आफै अगाडि हिँड्न सुरु गर्छ। एक्सिलेटर लिनै पर्दैन क्या आजभोलिको बाइकहरुमा। पुरानो बाइकहरुमा चाहिँ एक्सिलेटर लिनुपर्छ, हल्का लिनुपर्छ। नयाँ बाइकहरुमा चाहिँ लिनु पर्दैन। यसरी लिँदै जानुभयो भने अनि बल्ल एक्सिलेटर यस्तो गर्दै जानु, अनि खुट्टा बिस्तारै माथि राख्नु, अनि फेरि बिस्तारै हिँड्नु है त। अनि त्यसपछि क्लच फुल छाडे पनि भयो है। अनि यतिकै स्पिडमा हिँड्नु, 9 10 हैन 11 12 को स्पिडमा हिँड्नु। अनि हिँडिसकेपछि तपाईहरुले के गर्नु भन्दाखेरि बिस्तारै बिस्तारै यताउता हिँड्न सिक्नु, अगाडि हेरेर अगाडि सिधा हिँड्न सिक्नु सबभन्दा पहिला है। अनि सबभन्दा पहिला चाहिँ सिधा हिँड्न सिक्नु। सिधा हिँड्न सिक्यो भने चाहिँ के हुन्छ भने चाहिँ घुमाउने बिस्तारै पछि सिके पनि हुन्छ है त। सबभन्दा पहिला चाहिँ सिधा हिँड्न सिक्नु, सिधा हिँड्यो अनि फेरि रोक्न सिक्नुपर्छ है। मान्छेहरुले चलाउनु भन्दा स्पिड मचाउनु भन्दा चाहिँ रोक्न सिक्नुपर्छ है त। रोक्नको लागि के गर्नुपर्छ भन्दाखेरि रोक्नको लागि फुल क्लच लियो, एक्सिलेटर छाड्ने भनेर फेरि यसरी नछाड्नु है।
यसरी मतलब यसरी बटारिरहेको हुन्छ नि त, यसरी बटार्न छाड्नु है, छाड्ने यसरी छाडिदिनु होला है। अनि एक्सिलेटर बिस्तारै बिस्तारै फुल क्लच लियो अनि एक्सिलेटर बटार्न छाडिदियो अनि तलको फुट ब्रेक अचात्यो अनि अगाडि फ्रन्ट ब्रेक है त। अनि यस्तो गरेर हल्का ढल्कायो, सिम्पल है। अनि एकदम इजी तरिकाले सिकाइदिन्छु है म फेरि तपाईँहरूलाई, म एकदम इजी तरिकाले सिकाइदिन्छु है त। तपाईँहरूले के गर्नु भन्दाखेरि बिस्तारै बिस्तारै क्लच छाड्दै जाने, एक्सिलेटर गरेर जाने होइन। यो गऱ्यो भने यसरी हिँड्छ है त। यो गऱ्यो भने चाहिँ पछाडि चाहिँ मेरो ड्रोनबाट नै उस भइरहेको छ, ड्रोन पनि आइरहेको छ, देख्न सक्नुहुन्छ, ट्याक्कै देख्न सक्नुहुन्छ है त तपाईँहरूले। के गर्नु भन्दाखेरि यसमा चाहिँ गियर डाउन गर्ने अनि अफ गर्ने, अलिकति स्पिड हिँड्नु छ भने अफ गऱ्यो अनि फेरि अलिकति बडी नै ढकढक 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 गऱ्यो भनेखेरि के गर्नु भन्दाखेरि ढकढक ढकढक गऱ्यो भने फेरि एक गियरमा झार्दिनु, फुल क्लच लिनु, एक गियरमा झार्दिनु है त। यो गऱ्यो भने चाहिँ यसरी हिँड्छ है त। फेरि म तपाईँहरूलाई फेरि सुरुदेखि देखाइदिन्छु। अनि फेरि बिस्तारै अब तपाईँहरूले चाहिँ स्टेप सम्झिनु है। बिस्तारै क्लच चाबी अन गऱ्यो, म तपाईँहरूलाई पुरा फेरि सुरुदेखि देखाइदिन्छु, ट्याक्क बुझ्न सक्नुहुन्छ। चाबी अन गऱ्यो तपाईँहरूलाई है, राम्रोसँग सिक्नु है। अनि इग्निसन स्विच अन गऱ्यो अनि क्लच फुल समात्यो, नम्बर 3 मा नम्बर 4 मा सेल्फ गऱ्यो होइन। अनि फेरि क्लच छाड्दै 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 जाने है, क्लच छाड्दै छाड्दै गयो, खुट्टा टेक्दै टेक्दै हिँड्यो। अनि फेरि अलिकति हिँड्ने कन्फिडेन्ट बढ्यो भने चाहिँ बल्ल एक्सिलेटर हल्का लियो अनि फेरि खुट्टा माथि राख्ने है त, बिस्तारै माथि राख्यो अनि रोक्ने, फेरि रोक्ने है। तपाईँहरूले कुदाउनुभन्दा पहिला चाहिँ रोक्न सिक्नुपर्छ है त। के गर्नु भन्दाखेरि म हल्का घुमाएँ, यता सिधातिर जान्छु, गएँ अनि फेरि सिधा गयो। अनि सिधा गएर के गर्नु भन्दाखेरि क्लच फुल लियो, एक्सिलेटर कम गऱ्यो अनि फुट ब्रेक र ह्यान्ड ब्रेक बिस्तारै है त। अब अघि नै तपाईँहरूलाई सिकाइदिइसकेको छु, फुट ब्रेक कुन हो, ह्यान्ड ब्रेक कुन हो भनेर होइन, तपाईँहरूलाई अघि नै देखाइदिइसकेको छु। अनि गियर चेन्ज है, अब तपाईँहरूको गियर चेन्जमा जानुभयो है त। अब तपाईँहरूले के गर्नु भन्दाखेरि फुल क्लच लिनु, एक्सिलेटर बटार्न छाडिदिनु हिँडेकैमा है, क्लच फुल लिनु, एक्सिलेटर बटार्न छाड्नु अनि गियर अप है। यो तल गर्नुभयो भने डाउन हो भने चाहिँ यहाँबाट तल राखेर माथि टान्नु भयो भने चाहिँ अप हुन्छ है त, 2 गियरमा जान्छ है त। नडराउनु है त, तपाईँहरूको नर्मल स्पिडमा जानु होइन, स्पिडमा जानु, ठिक्कको स्पिडमा जानु होइन। अनि फेरि क्लच फुल लिनु, एक्सिलेटर बटार्न छाडिदिनु, गियर अप हानिदिनु, 2 गियरमा गयो अनि फेरि बिस्तारै क्लच छाड्दै जानु, बिस्तारै छाड्दै जानु, बिस्तारै एक्सिलेटर लिँदै जानु है त। अनि अलिकति यो 2 गियरमा जाँदा चाहिँ अलिकति एक्सिलेटर माग्छ होइन, किन चाहिँ ढकढक ढकढक गर्छ, त्यो डराउनु पर्दैन तपाईँहरूको। नत्र भने हल्का एक्सिलेटर ल्याइदिनु अनि हिँड्नु है त, नर्मल हिँड्नु, फेरि सिधा हिँड्नु। किनभने योमा चाहिँ मान्छेहरू 2 गियरमा चाहिँ अलिकति स्पिड हिँड्छ नि त सुरु सिक्ने बेला चाहिँ, त्यति बेला चाहिँ डराउनु हुन्छ। अनि फेरि एकैचोटि यसरी बटार्नु हुन्छ क्या, झन् डर हुन्छ त्यस्तोमा है। तपाईँहरूभित्र चाहिँ एकदम कन्फिडेन्ट एकदम बढी हुनु पऱ्यो है त। तपाईँहरू चाहिँ डराउनै भएन क्या, जति जसुकै होस् डराउनै भएन, डरायो भने लुटिहालिन्छ। अनि सिधा अगाडि हेर्नु, तल नहेर्नु, अगाडि हेर्नु है। अनि फेरि त्यही गर्नु। अब फेरि गियर डाउन गर्नु पऱ्यो भने के गर्नु चाहिँ फुल क्लच लिने, सेम प्रोसेस हो, एक्सिलेटर कम गर्ने, गियर डाउन गर्ने। अघि नै भनिसकेँ मैले तपाईँहरूलाई, गियर तल गर्नुभयो भने चाहिँ 1 गियरमा जान्छ, अफ गर्नु भने 2 मा जान्छ है त। अनि तपाईँहरूको चाहिँ उकालो ओह्रालोमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि उकालो ओह्रालोको लागि चाहिँ म अर्को नेक्स्ट भिडियो बनाउँछु होइन। उकालो र ओह्रालोमा चलाउनु चाहिँ डिफ्रेन्ट हुन्छ तपाईँहरूको, मतलब सेम हुँदैन क्या। तपाईँहरूको टायर सोमा स्पिड चलाउनु र अनि उकालो ओह्रालोमा चलाउनु फरक हुन्छ। त्यो चाहिँ मेरो नेक्स्ट भिडियोमा आउँछ। तपाईँहरूलाई यदि त्यो भिडियो पनि चाहिन्छ भने चाहिँ कमेन्ट गरिदिनु होला, कमेन्टले भरिदिनु होला, म त्यो भिडियो पनि बनाइदिन्छु तपाईँहरूको लागि भनेर। उकालो ओह्रालोमा कसरी चलाउने र अनि फेरि हाइवेमा स्पिड कसरी चलाउने त्यो भिडियो पनि बनाइदिन्छु। तपाईँहरूले देख्न सक्नुहुन्छ अहिले हावा देखाइदिनु त, यस्तो मजाले हावा चलिरहेको छ। अनि त्यही भएर अब मैले भिडियो पनि अब लगभग इन गरिसकेको छु अनि पानी पर्ला जस्तो गरिरहेको छ। अनि त्यही नै हो। अब तपाईँहरूलाई चाहिँ अब यो भिडियो कस्तो लाग्यो होइन, तपाईँहरूलाई चाहिँ यो भिडियो कस्तो लाग्यो, यदि राम्रो लाग्यो भने चाहिँ यो भिडियोलाई लाइक गरिदिनु होला। अनि मेरो च्यानललाई अझसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। दाजुभाइ अथवा दिदीबहिनी नै कसैले चाहिँ बाइक सिक्दै हुनुहुन्छ अनि यो भिडियो चाहिँ सेयर गरिदिनु होला उहाँहरूको लागि भनेर। अनि यस्तै केही नयाँ जानकारीमूलकहरू भिडियो हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई पनि सब्सक्राइब गरेर राखिराख्नु होला। अनि यस्तै भिडियो म ल्याइराख्ने छु तपाईँहरूको लागि भनेर। अनि हामी फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै यो भिडियोबाट बिदा लिन चाहन्छु।